यति भनी जोडम बसुलाई वरदान दिनु भएको तिनै पनि अहिले गोकुलमा नन्द यशोमती भई जन्म लिन आएको अदितिले पनि भगवानको ज्यादै ध्यान गर्नु भएको तिनको ध्यान देख्दा भगवान खुसी भई तिनलाई भन्नु भएको नारायण माग वरदान माग वरदान यस्तो आज्ञा नारायणको तिमीले सुन्न पाका खुसी मनमा भाका दुवै हात जोडिकन भन्न लाग्नु भएको हो तिन जन्मसम्म हजुर छोरो पाऊँ भने तिमीले मागे द्वापरको अन्त्यमा म कृष्ण अवतारी हेर जो तिम्रो छोरो हुन्छु भन्ने वचन सुन्न पाएको भन्ने यस्ता हितका वचन जब सुन्न पाएको नारायण हरि हरि लागे सोधेन लागे सोध्नलाई हरे राम लागे सोध्नलाई परीक्षित महाराजले लागे सोध्नलाई हरे राम परीक्षित महाराजले लागे सोध्नलाई यो कंसले पृथ्वीमा ज्यादै गरिरहेको ठुलो भार भयो भनी अघि मलाई भन्नु भएको कसको छोरो त्यो कंस हुन गएको कस्ता किसिमले राजा भई चकचकी जोताई गर्नु गरिरहेको नारायण त्यो सबै भन्नु हो हरे राम त्यो सबै भन्नु हो मथुराका राजा हेर आऊ भन्ने भाका तिनका हेर दुई भाइ छोरा ताई जन्मिरहेको देवाको जेठाको नाउँ भने देवक भन्ने भएको कान्छाको नाउँ भने उग्रसेन ताई हुन गएको केही काल देवक राज्य चलाइरहेका